हेलो साथीहरु, नमस्कार सम्पूर्णमा। म चाहिँ दीपक परियार, गंगादेव 1 ओत रोल्पाबाट। आज पनि फेरि हजुरको सामुमा जोडिएको छु। एउटा सानो विषयवस्तु लिएर, एउटा सानो दुःखको घटना लिएर जोडिएको छु। जो यस गंगादेव गाउँपालिका वडा नम्बर 1 साबितको ओतदेखि हल्का पानी खोलानेर घर भएकी निर्मला पुन मगर, जो अहिले 21 वर्षकी मात्रै हुनु भएको छ। उहाँ चाहिँ अहिले ब्लड क्यान्सर भएर चाहिँ विगत 3 वर्षदेखि चाहिँ काठमाडौँको हस्पिटलमा चाहिँ क्यान्सर हस्पिटलमा बसिरहेको र उहाँको उपचार चाहिँ अहिले पैसा धेरै पैसा लाग्ने भएको हुनाले चाहिँ उपचार नहुन सक्ने अवस्था भएको हुनाले चाहिँ हामीले एउटा सानो सहयोगको पहल गरेका छौं हजुरहरूको सामुमा। र यस गंगादेव गाउँपालिका वासीहरूलाई पनि जति सक्दो हुन्छ जति सक्दो सहयोग गर्नु होला। सबैजनाले यदि सकिन्न भने सबैजनाले शेयर गरिदिनु होला, ताकि हजारौं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हजारौं सहयोगी मनहरूसम्म यो भिडियो पुगोस्। अहिले चाहिँ उहाँको चाहिँ दिल्ली नै लाग्नुपर्ने अवस्था भएको हुनाले चाहिँ केही दिनमै दिल्ली लाग्नुपर्ने हुनाले चाहिँ अहिलेसम्म सहयोग मात्र 3 लाख रुपियाँ मात्र उठेको हुनाले चाहिँ अब त्यत्रो 50-60 लाख रुपियाँ कसरी उठाउने भन्दाखेरि चाहिँ निकै गाह्रोको विषय भएको हुनाले हामीले चाहिँ एउटा सानो सहयोगको पहल गरेका छौं। जति सक्नुहुन्छ, यदि सक्नुहुन्छ भने हजुरहरूले पनि एउटा सानो भिडियो बनाएर जति सक्नुहुन्छ आफ्नो आफन्त, आफ्नो दिदीबहिनी, आफ्नो दाजुभाइ सबैको सामुमा एउटा सानो सहयोग गरौँ भनेर सहयोगको पहल गरिदिनु होला भन्न चाहन्छु। मैले पनि एउटा सानो नाता सम्बन्ध हिसाबले चाहिँ मैले एउटा सानो भिडियो मात्र देखाएको हजुरहरूको सामुमा। उहाँलाई चाहिँ बोन मेरो ट्रान्सप्लान्ट मात्रै गर्ने भएको हुनाले चाहिँ 50-60 लाख रुपियाँ लाग्ने भएको हुनाले चाहिँ सबैजनाले सहयोग गरिदिनु हुनेछ भन्न चाहन्छु। सबैजनाले सहयोगी मनले एउटा सानो सहयोग गरिदिनु हुनेछ। जति भए पनि 5-10 हजार जति हुन्छ त्यति सहयोग गरिदिनु होला हजुरले। सानो सहयोग एउटा सानो 5 वर्षकी नानीले आफ्नो आमा पाउनेछ, एउटा विदेशमा भएको श्रीमानले आफ्नो श्रीमती पाउनेछ, एउटा सानो घर परिवारले आफ्नो फ्यामिली पाउनेछ। साथीहरू सबैजनाले जति सक्दो शेयर गरिदिनु होला, यो भिडियो जति सक्दो सहयोग गरिदिनु होला भन्न चाहन्छु, ताकि यसै गंगादेव गाउँपालिका वडा नम्बर 1 बाट चाहिँ सानो सहयोगको पहल गरेका छौं। सबैजनाले रोल्पा जिल्लाभरि नै सबैजनाले सहयोग गरिदिनु हुनेछ भन्ने पुनः आशा राखेका छौं। र सबैजनामा यो भिडियो पुगोस् र सबैजनाले एउटा सानो कमेन्ट गर्नु होला। उहाँको मैले एउटा क्युआर पनि राखिदिएको छु, उहाँको हेर्नुहोस् यो फोटो पनि देख्न सक्नुहुन्छ हजुरहरूले। यदि सानो उमेरमा मात्र 21 वर्षको हुनुभएको छ, यदि सानो उमेरमा ठुलो प्राणघातकहरूसँग लडिरहनु भएको छ। प्लिज नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हजुरलाई म बिन्ती गर्छु दशौँमा जोडेर सबैजनाले जति सक्नुहुन्छ त्यति सहयोग गर्नु होला। सकिँदैन भने यो भिडियोलाई धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग सेयर गरिदिनु होला, ताकि हजुरहरूले एउटा सानो सहयोगले गर्दा भन्दा कसैको जीवन फेरि पनि फिर्ता हुन सक्छ, जीवन फेरि पनि वरदान पाउन सक्नुहुनेछ उहाँले। प्लिज साथीहरू सबैजनाले सेयर गरिदिनु होला। हजुरले चाहिँ उहाँको क्युआरमा जति पैसा राखिदिनुहुन्छ त्यो चाहिँ मेसेन्जरमा चाहिँ हजुरले राख्न सक्नुहुन्छ। म चाहिँ ताकि अर्को नेक्स्ट भिडियोमा हजुरहरूको विवरण चाहिँ मैले बताउन सकौँ। त्यसरी गर्दा भन्दा सबैजनाले सहयोग गरिदिनु आशा राखेको छु। र यति भन्दै म बिदा हुन्छु र जति सक्नुहुन्छ त्यति सबैजनाले सहयोग गरिदिनु हुनेछ भन्ने पुनः आशा राखेको छु।